मैगी बनाउँदैछु। यो चामल र दाल अनि यसमा मसालाहरू यो राखेको छु। सब्जी मसाला, भटमास, धुलो खुर्सानी, गरम मसाला, हल्दी, त्यसपछि यो मसाला छ यसमा। त्यसपछि टिमुर, थोरै टिमुर हालेछु धुलो। त्यसपछि भुटेको जिरा धुलो हालेको छु थोरै। अनि यो इलायची थोरै 2टा, अनि ल्वाङ 2-3टा, अनि सेधा नमक हालेको छु। त्यसपछि यो 3टा यसको नाम थाहा छैन के हो यो हालेको छु। जडीबुटी हालेछु, के नाम यसको, एउटा यो हालेछु थोरै। त्यसपछि यो बास्ना आउँछ यो हाल्दैछु। त्यसपछि यसलाई के भन्छ एउटा यो पनि हाल्दैछु यो। अनि सफल घिउ 1.5 चम्मच हालिदिएको छु। त्यसपछि यो दुध पनि रातिको लागि उम्लिसकेको छ। अब यो बन्दैछ, 8:30 बजीको बन्दैछ। अहिले कति बज्यो? अहिले 9 बज्न आछ। आधा घन्टा भयो। अब सबै टमाटर हालिदिएको छु, परवर हालेको छु, प्याज हालेको छु। यो बन्दैछ। अब यस्तो बाङ्गो गरौँ। हल्का यो खुला छोडिदिन्छु, यसरी पाक्न दिन्छु अब कमसेकम आधा घन्टा। अनि पाकिसकेपछि फेरि यसले चाहिँ दाबिदिन्छु आधा घन्टा, त्यसपछि खान्छु। आज आषाढको 9 गते सोमबार हो। यो सबै हालेपछि त्यसमा अरूमा मसालाहरू अलिअलि सबै हालिदिएको छु। 4-5वटा यो पनि हालेको छु। र यो आलु हालेको छु, आलु। अब अहिले आम खान्छु।